यो क्वेशन रहेको छ हाम्रो 10 नम्बरमा है यो सिरिजमा। अब जस्तै यो क्वेशन हामी कसरी सल्भ गर्छौं भन्दाखेरि सुरुमा dx छदैछ, म माइनस कमन तान्छु है त। माइनस कमन तान्दाखेरि यो माइनस 2x स्क्वायर प्लस 2x स्क्वायर हुन्छ, अगाडि लेखिदिन्छु। अनि प्लस 3x माइनस 3x हुन्छ र प्लस 2 हाम्रो माइनस 2 चाहिँ हुन गर्छ। मैले माइनस कमन ताने। अब म फेरि 2 पनि कमन तान्छु। dx बाइ रुट अन्डर माइनस 2 कमन ताने। अब यहाँ बाँकी रह्यो x स्क्वायर माइनस 3/2 x हुन गयो। अनि यहाँ हाम्रो फेरि माइनस 1 चाहिँ हुन गयो। अब सधैँ चाहिँ के कुराको ध्यान राख्नु पर्यो अनि जुन यो माइनस छ नि यो माइनसलाई हामी रुटबाट बाहिर कहिले झिक्न मिल्दैन। तर यो जुन 2 छ यो चाहिँ बाहिर झिक्न मिल्छ है त। 1/√2 हो किनकि रुट भित्र छ, कमन आयो भित्र dx अपन रुट अन्डर माइनस x स्क्वायर प्लस 3/2 माइनस 3/2x माइनस 1 हामीहरूको हुन गयो। अब यसलाई म कम्प्लिटिङ होल स्क्वायरमा लान खोज्छु। जस्तै a स्क्वायर माइनस 2ab प्लस b स्क्वायर छ भने a माइनस b को यो फर्मेटमा चाहिँ लान खोज्छु म है त। 1/√2 छँदैछ इन्टिग्रेसन dx माइनस a स्क्वायर भनेको x स्क्वायर माइनस 2 फर्मुलाको a भनेको x। अब b भनेको यस्तै भ्यालु हाल्नुपर्छ जुन भ्यालु हाल्दा बिचको भ्यालु चेन्ज हुँदैन। त्यही भएर म हाल्छु 3/4 ताकि 2 1 जा 2 2 2 जा 4 3/2 3/2 सेम हुन्छ। अब प्लस b स्क्वायर भनेको 3/4 को स्क्वायर चाहिँ हाम्रो हुन गयो है। ल अब x स्क्वायर हाम्रो क्वेशनमा छ। अब यो 2 2 जा 4 हो भनेपछि 3/2x क्वेशनमै छ। अनि प्लस 3/4 स्क्वायर त हाम्रो क्वेशनमा छैन। त्यही भएर यसलाई ब्यालेन्स गर्न माइनस 3/4 को होल स्क्वायर हाल्छु र माइनस 1 हाम्रो छँदैछ कर्ली ब्राकेट क्लोज। मैले a स्क्वायर माइनस 2ab प्लस b स्क्वायरको फर्मेटमा यसलाई कन्भर्ट गर्न खोजेँ। अब 1/√2 इन्टिग्रेसन dx बाइ अब यहाँ हाम्रो हुने पर्यो माइनस छँदैछ। यो a स्क्वायर माइनस 2ab प्लस b स्क्वायर भनेपछि x माइनस 3/4 को होल स्क्वायर। अब यो चाहिँ म क्यालकुलेटरमा गर्छु कति आउँछ माइनस 3/4 को स्क्वायर माइनस 1 भनेपछि लगभग यो हाम्रो माइनस 25/16 चाहिँ आउन गयो है त। यो दुईटा मैले क्यालकुलेटरमा गर्दाखेरि चाहिँ। अब यसलाई अझै के गर्न सकिन्छ भने ठिकै छ यो मैले मेटाएँ अहिलेलाई। अब यो हाम्रो इज इक्वल टु 1/√2 छँदैछ dx अपनमा। अब यो माइनसले खोलिदिउँ है त। माइनसले खोल्दा के हुन्छ भने 25/16 माइनस छ नि त अहिले यता अगाडि लेखिदिन्छु प्लस हुन्छ र म यसलाई 5/4 को स्क्वायर भनेर लेखिदिन्छु। 5/4 को स्क्वायर। अब यो त हाम्रो माइनस x माइनस 3/4 को स्क्वायर हुन गइहाल्यो। अब यति भएपछि एउटा फर्मुला छ हामीसँग। जस्तै के छ भने फर्मुला चाहिँ इन्टिग्रेसन dx बाइ रुट अन्डर a स्क्वायर माइनस x स्क्वायर छ भने यसको फर्मुला हुन्छ साइन इन्भर्स x बाइ a प्लस c। dx बाइ रुट अन्डर a स्क्वायर माइनस x स्क्वायर छ भने फर्मुला के हुन्छ त साइन इन्भर्स x बाइ a प्लस c। अब त्यही छ नि त a स्क्वायर माइनस x स्क्वायर जस्तै 1/√2 साइन इन्भर्स x भनेको के छ त अहिले यो छ 5 माइनस 3/4 सरी x माइनस 3/4 छ नि त। x भनेको त यो पुरै टर्म हुन गयो x माइनस 3/4 बाइ a भनेको 5/4 हामीले फर्मुला लाइन है त। 1/√2 साइन इन्भर्स अब 4 इन्टु x 4x माइनस 3/4 अपन 5/4 प्लस c। अब यो भनेको 1/√2 साइन इन्भर्स 4 को क्यान्सल 4x माइनस 3/5 प्लस c। यसरी हामी यो क्वेशनको सोल्युसन चाहिँ गर्न सकिन्छ।